गरिबको साग भनेर चिनिने रातो लट्टे, तर यसको शक्ति करोडौँको औषधिभन्दा कम छैन। गाउँघरमा सजिलै पाइने रातो लट्टे, तर यसको फाइदा धेरैजनालाई थाहा नै छैन। आउनुहोस् आज म यो सागको फाइदाको बारेमा हजुरहरूलाई सेयर गर्छु है त। यो रातो लट्टे एकदमै पोषणयुक्त हरियो साग हो। यसलाई खानाले यस्ता फाइदाहरू हुन सक्छन्। यसले हाम्रो शरीरमा रगत बढाउन मद्दत गर्नेछ। यो आइरनको राम्रो स्रोत मानिन्छ। यसमा भिटामिन ए पाइन्छ, जसले गर्दा हाम्रो आँखालाई तेजिलो बनाउन मद्दत गर्नेछ। यसले हाम्रो छाला र कपाल स्वास्थ्य राख्नमा मद्दत गर्नेछ। यसले पाचन राम्रो बनाउँछ र हाम्रो शरीरमा भएको कमजोरीलाई हटाउन पनि यसले मद्दत गर्दछ। यसमा क्याल्सियम र मिनरल हुन्छ, जसले गर्दा हाम्रो शरीरको हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ। यसमा कम क्यालोरी हुने भएकोले वेट लस गर्नमा पनि मद्दत गर्दछ र मुख्य कुरो भनेको यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ। तर तेल धेरै हालेर वा नुन धेरै हालेर पकाउँदा यसले दिने फाइदा घट्न सक्छ है त। थ्याङ्क्स फर वाचिङ।